हेलो साथीहरु, आज म आफ्नो कम्पनीको एउटा भ्लग भिडियो बनाउँछु। बनाएर तपाईहरुलाई देखाउँछु कस्तो हुन्छ है त। अब मेरो यो लास्ट दिन हो, म लेसेबाट घर जान लाग्छु, त्यही भएर त्यो भ्लग भिडियो बनाइदिउँ कम्पनीको भनेर। साथीहरु, आज मेरो छुट्टी छ। अब भोलि पर्सितिर घरतिर जाने छ, त्यही भएर एउटा भ्लग बनाए। यो यताको दुधको कम्पनी हो, रास्तै चल्छ। मलेसियामा कम्पनीको त कमी छ, रोजगारको कमी छ। यो यताको हाम्रो कम्पनी हो। पुरै आज भिडियो बनाउँछ है। हाम्रो यसपालि यस्तो छ, रबारी होस्टेल। यता फेरि जङ्गल छ साथीहरु, जङ्गल छ। हाम्रो कम्पनी देखाउँछु है। यो मेरो कोठा हो, यस्तो मेरो कोठा हो। 6 साल एक कोठामा बस्यो। 6 सालपछि अब घर जानु लाग्छ, त्यही भएर एउटा भ्लग भिडियो बनाइदिउँ सम्झनाको लागि भनेर बनाइदिनु लाग्यो। अहिले गाडीतिरको पनि देखाउँछु कस्तो छ है मलेसिया। यो हो हाम्रो कम्पनी। पहिला त धेरै राम्रो चल्थ्यो, तर के गर्ने, आजकल कम्पनी डाउन छ, चल्दैन। कमाइ पनि खस्सै हुँदैन। 40-50,000 हुन्छ खाइपी गरेर। अरू उता पहिला देखाएर त्यो दुधको कम्पनी, त्यसमा त 35-36-3,000 कमाइ गरे हुन्छ। यता हाम्रो यो नुहाउने बाथरुम भयो, यता टोइलेट छ। यो हो हाम्रो कम्पनी। आज म फुल भ्लग भिडियो बनाइदिन्छु कम्पनीको। यता कपडा सुकाउने, यहाँ सेक्युरिटी गार्ड। त्यो हाम्रो कम्पनी यो लोकल मान्छेले काम गर्ने, लोकल मान्छे काम गर्न आउँछन्। यहाँको यो बाइक हो, लोकल मान्छे पनि आउँछन् 10-15। यता गेट रहेछ, यता सेक्युरिटी हाउस, सेक्युरिटी बस्ने। त्यही हो चाहिँ हाम्रो कम्पनी। त्यो कम्पनीको गाडी, यो कम्पनी हाम्रो कम्पनी हो। यो कम्पनीको गेट उता पनि छ। ल साथीहरु, एउटा कम्पनीको भ्लग भिडियो बनायो, हेरेर पक्कै पनि तपाईहरु साथ दिनुहुन्छ र मजा पनि लिनुहुन्छ होला नै। पछि अर्को भिडियोमा फेरि जाने बेला एयरपोर्टको एउटा भिडियो, अनि नेपालमा राम्रो अनि फेरि अर्को देश जाने प्लान छ, त्यहाँको भिडियो फेरि बनाउँछु है त साथीहरु। ल अहिलेलाई